हालिदिए नि तान्नु है डोरीले मलाई भर छैन यसको नेपोटिजमको शिकार भयो अघिल्लो भिडियोमा हामीले बोटलाई बाटोमा जमेको पानी र पोखरीमा चलाएको थियौं। यदि त्यो भिडियो हेर्नु भएको छैन भने यहाँ क्लिक गरेर हेर्नु होला। पहिला हाम्रो बोट फरवर्ड मात्र जान्थ्यो, तर अहिले हामीले यसमा भेन एड गरेको छौं जसलाई मुभ गरेर बोट लेफ्ट राइट जान सक्छ। फाइनली प्रोपेलर पनि अपडेट गरेको छौं जसले गर्दा बोट पहिला भन्दा फास्ट चल्छ। अब टेस्ट गर्न पुल्चो क्याम्पस छ। यार डर लाग्यो पुग्दैन हालिस् नि भाइ। ओए कति मुली पानी अड्क्यो ए दुईटा हिरोहरू चस्मा लगाएर मस्त बोट त के भन्ने यार यस्तो सही मजा आयो क्या। अब कन्ट्रोल पनि दामी स्मुथ थियो। बेस्ट भने चाहिँ त्यो जाँदाखेरि चाहिँ आफ्नो यता लेफ्ट राइटले चाहिँ डाइरेक्सन ओरिएन्ट गर्न चाहिँ लास्ट मजा आयो क्या। अगाडि गइरह्यो होइन त्यो आउट अफ कन्ट्रोल भएको जस्तो फिलै भएन। बोट चाहिँ स्वयं ढकालले प्रोपेलर भाँच्यो तर त्यहाँबाट धेरै कुरा थाहा भयो। प्रोपेलर चाहिँ अलिक सानो हुनुपर्ने रहेछ किनकि प्रोपेलर भाँचिएपछि पनि बोट झन् राम्रो चल्यो क्या प्रोपेलर भाँचिएपछि खासमा। अनि त्यही भएर प्रोपेलर सानो हुनुपर्छ भने थाहा भयो। अनि पानी पसेको थियो, पानी पसेर यो बिग्रियो। तर ठिक छ पानी पसेर नचले पनि हामीलाई चाहिँ थाहा पाउनु पर्ने थियो पानी कताबाट पस्यो अनि प्रोपेलर कस्तो बनाउने भन्ने कुरा चाहिँ थाहा भयो। अनि अस्तिभन्दा धेरै राम्रो पनि चल्यो। अब खोलामा चलाउनको लागि चाहिँ हल्का अझै थोरै एक्स्ट्रा फिचरहरू एड गर्नुपर्ने रहेछ यसमा पानी नपसाउनको लागि। अनि प्रोपेलर अलिकति डिफ्रेन्ट त्यही छ तर एकदम मजा आयो। जस मैले लाइफमा बनाएको केही कुरा यतिको टाइम चलेको फर्स्ट टाइम हो। नत्र त कुनै पनि 2 मिनटभन्दा बढी चल्दैन। 2 मिनटभन्दा बढी चल्दैन यो चाहिँ एटलिस्ट कति आधी घन्टा चल्यो है। आधी घन्टा चल्यो फर्स्ट टाइम। त्यसपछि बोटलाई ब्याक टु वर्कसप ल्याएर नेक्स्ट टेस्टको लागि डिफ्रेन्ट प्रोपेलर्सहरू प्रिन्ट गर्यौँ अनि टेस्ट गर्नको लागि रेडी पार्यौँ। अस्तिको हाम्रो टेस्टिङमा चाहिँ स्वयंले बोटलाई भित्तामा ठोकेर प्रोपेलर भाँचेको थियो। अनि प्रोपेलर भाँचेपछि चाहिँ बोट अझै राम्ररी चलेको थियो। अनि त्यहाँबाट हामीलाई के थाहा भयो भन्दा हाम्रो प्रोपेलर पहिला लामो रहेछ। त्यही भएर अहिले चाहिँ हामीले छोटो प्रोपेलर प्रिन्ट गरेका छौँ र नयाँ प्रोपेलर फिट पनि गरिसक्यौँ। अनि अस्ति उसले फेरि पानी पनि पसाएर चाहिँ बोटको सर्किट चाहिँ बिग्रेको थियो बिचमा। त्यसको लागि हामीले आज प्लास्टिकले चाहिँ वाटर टाइट बनाएको छौँ सबै सर्किटलाई अनि ब्याट्रीलाई पनि। र अस्ति कुनै ठाउँबाट पानी लिक भइरहेको थियो त्यो ठाउँमा चाहिँ हामीले राम्ररी सिल गरेर चाहिँ लिक नहुने बनाएको छौँ। अब हाम्रो एजम्सन अनुसार चाहिँ अस्तिभन्दा आज चाहिँ बोट अझै फास्ट जानु पर्यो। पानी पस्नु भएन। यदि पानी पस्यो भने पनि सर्किट चाहिँ बिग्रिनु भएन। हाम्रो टेस्ट चाहिँ सक्सेसफुल्ली कम्प्लिट भयो। अब एउटा मात्र काम बाँकी छ, रेस गर्न। यस यस भाइ केही गरेन मैले। नेपोटिजमको शिकार भयो। बोट राम्ररी चल्दैछ, लेफ्ट राइट त मजाले भइरहेछ, पानी पनि पसेको छैन। अनि पहिला भन्दा हल्का भए पनि धेरै फास्ट छ। अब चाहिँ यो बोट बागमतीमा चल्नको लागि साँच्चीकै रेडी छ।
अहिले चाहिँ हामी टेकु दोभानमा छौँ र हामी चाहिँ हाम्रो बोटलाई फर्स्ट टाइम बागमतीमा चाहिँ राख्दैछौँ। ओके ल हालिदिएँ है तान्नु है डोरीले मलाई भर छैन यसको लास्टै फ्लो छ साइड वाइज डाउन स्ट्रिमको अप स्ट्रिम कसरी आउने त पानीहरू एकदम माथिबाट चलाउँ तलबाट समाम त्यही हो रेडी हो ल बोट बग्यो है बग्यो केही भएन होला त्यो उल्टो पऱ्यो प्लास्टिक लगाएको छ केही भएन टेकु दोभानमा बोट सक्सेसफुल्ली डुबाएर हामी खोकनातिर लाग्यौँ। Guitar strums echoing my story so true. In this log out I'm sharing my journey with you. किन पछाडि Sad days will come like the rain from the sky. The hope is always good, it won't let me lie. I fail, but I'm standing strong. With each note in this whole guitar string. हामी सबभन्दा फर्स्टमा चाहिँ बोट हाम्रो अफिस नजिकै टेकुमा टेस्ट गऱ्यौँ अनि त्यहाँको बागमतीमा चाहिँ बोट राम्ररी चलाएको थियो। त्यसपछि हामीलाई चाहिँ यो खोकनाको तलपट्टि चाहिँ बागमती एकदमै राम्रो लाग्थ्यो। यहाँनिर अगाडिको सराउन्डिङ पनि एकदमै दामी छ अनि यहाँ आएर चलाउने भनेर भनेको चलाउने बित्तिकै एउटा कुरा पड्किन्छ फेरि अर्को कुरा पड्किन्छ। बोट चलाउने पाएन यहाँ